आफ्नो पहिचानको पोसाक आफै बनाउँदै सन्थाल समुदाय सांस्कृतिक वेशभूषा निर्माण गर्दै आत्मनिर्भर बन्ने उद्देश्य। विशेष गरी पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गरिरहेका सन्थाल समुदायका महिलाहरू पछिल्लो समय सांस्कृतिक पोसाक निर्माणमा जुटिरहेका छन्। राष्ट्रपति महिला सशक्तिकरण परियोजना मार्फत मेसिन र सिप प्रदान गरेसँगै नेपालमै पहिलो पटक उनीहरूले आफ्नो पहिचानको पोसाक आफै बनाउन थालेका हुन्। एक रिपोर्ट। सीमान्तकृत अल्पसंख्यक सन्थाल जातिले लगाउने पोसाकलाई पञ्ची, गाम्चा, सिन्दुरखण्डी नामले चिनिन्छ। यी पोसाकहरू यसअघि भारतीय बजारमा निर्भर हुनु पर्दथ्यो, तर अब उर्लाबारीका सन्थाल महिलाहरूले स्थानीय क्षेत्रमै धमाधम जातीय पोसाक उत्पादन गर्न थालेका छन्। हामी आफैले आफैलाई पनि लगाउने भयौं र साथसाथै हामीदेखि अरू हुनुहुन्छ नि, झापा, मोरङ, सुनसरमा जति पनि सन्थाल वासीहरू हुनुहुन्छ नि, उहाँहरूका लागि चाहिँ हामीले विदेशबाट अरू देशबाट आयात गर्न नपरोस्। अरू देशबाट महँगो सामान किन्नु पर्दैन। यही हाम्रै देशमा उत्पादन भएको उहाँको जस्तै क्वालिटीमा उत्पादन भएर हामी बिक्री वितरण सेवा पनि दिन सक्छौं उहाँहरूलाई। नेपालभरि बसोबास गर्ने सन्थाल जातिको विकासमा काम गर्दै आएको धार्मिक संस्था जाहेरथान माझीथानको केन्द्रीय कार्यालय मोरङको उर्लाबारीमा रहेको छ। यो कार्यालयमा पछिल्लो समय विभिन्न स्थानका सन्थाल जातिहरू भेला भएर आफ्नो जातीय पोसाक बुन्ने कार्यमा राष्ट्रपति महिला सशक्तिकरण परियोजनाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमले उत्साहित बनाएको उर्लाबारी नगरपालिका सामाजिक विकास शाखाकी प्रमुख चन्द्रकला सुब्बाले बताउनुभयो। संस्कृत समुदाय, सन्थाल समुदायलाई फोकस गरेर चाहिँ प्रत्येक साल 40 जनालाई तालिम दिने, टेवा पुँजी दिने र प्रविधि हस्तान्तरण गर्ने कार्यक्रमको रूपमा चाहिँ यो उर्लाबारी नगरपालिकामा 4 वर्षदेखि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट चाहिँ निरन्तर आइरहेको अवस्था छ। कोशी प्रदेशमा संघीय सरकारको राष्ट्रपति महिला सशक्तिकरण परियोजना 4 वर्षदेखि उर्लाबारी नगरपालिकामा सञ्चालन हुँदै आएको छ। हरेक वर्ष 11 लाख बजेट र स्थानीय सरकारको समेत सहभागिता गरेर महिला सशक्तिकरणका विभिन्न सिप र उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाकी उपप्रमुख मीना कुमारी खतिवड़ाले बताउनुभयो। परियोजनाले दिएको बजेटमा हामीले केही महिला दिदीबहिनीहरूलाई उर्लाबारी नगर क्षेत्रका विभिन्न समुदायका विभिन्न क्षेत्रका विपन्न र लक्षित महिलाहरूलाई लक्षित गरेर चाहिँ कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं र हामीले कार्यक्रम सञ्चालन गरिरहँदा परियोजनाले जति हामीलाई बजेट दिइरहेको छ त्यसमा हामीले पनि साझेदारी गर्नुपर्छ भन्ने उद्देश्य राखेर हामीले नगरपालिकाबाट महिला दिदीबहिनीहरूलाई बिउ पुँजीको रूपमा केही रकमहरू विनियोजन गरेका छौं र उहाँहरूलाई प्रदान पनि गरेका छौं। आर्थिक, सामाजिक र राजनैतिक रूपमा पिछडिएका सन्थाल जातिको 2078 सालको जनगणनामा 57,310 जनसङ्ख्या रहेको छ। कुल जनसङ्ख्याको 0.2% मात्र जनसङ्ख्या रहेको अल्पसंख्यक सीमान्तकृत सन्थाल जातिको विकासका लागि सरकारले थप चासो दिनुपर्ने उनीहरूको भनाइ छ। एनटिभी इतहरी समाचारका लागि डिकेश लामा, झापा।